वेलकम टु अनदर सलन बुढाथोकी ब्लग। मैले माइकै अन गर्न बिर्सेछु क्या, म डाइरेक्ट बोल्न थिएँ। तर वेलकम टु माई अनदर ब्लग। अनि आज चाहिँ म रिचमन्ड भन्ने ठाउँ जान लाग्छु। मेरो त्यहाँ दाईहरू हुनुहुन्छ 2-3 जना, त्यो दाईहरू भेटेर अनि वी आर प्लानिङ समथिङ। सो आज चाहिँ म त्यहाँ जान लाग्यो। अनि यहाँ मलाई एउटा बिरालोले हेरिरहेछ है। के भयो? सुत म गएँ, म जान्छु ल अहिले, बाई बाई। There's a slowdown on I-80. अब चाहिँ म निस्किनु लाग्यो, जाम छ भनिरहेछ। सो त्यही पनि म निस्किन्छु। Head northwest on Wagner Street toward Vassar Avenue. सो मेरो दाइले चाहिँ यहाँ पिज्जाको स्ट्रिङ देखाउन लाग्नु भएको छ। हेर्दा त मिठै छ जस्तो छ। आमा त्यो पहिला हामीले बच्चा बेला त्यो ल्याक्टोको तान्थ्यो त। हाम्रो दाइ चाहिँ भेज मात्र खानुहुन्छ, त्यही भएर भिगन त होइन, चिज हालेको छ। सो भेजिटेरियन। सो आज हाम्रो मेन भेट्नुको रिजन चाहिँ के थियो भन्दाखेरि हामी चाहिँ सर्ट मुभी बनाउनु लाग्यो होइन। अनि मैले स्टोरी लेख्दैछु, देखिसकेँ भनौँ। यहाँ हाम्रो स्टोरी फाइनल भइसकेको छ। अनि अब नेक्स्ट चाहिँ हामी स्टोरी अलिकति प्रेप गर्छौँ कसरी खिच्ने के गर्ने भनेर। अनि हाम्रो दाइ चाहिँ सिनेमाटोग्राफर, अनि सिनेमाटोग्राफी र लाइटिङमा चाहिँ दाइ एकदम बवाल हुनुहुन्छ। अनि हामीले चाहिँ आज एकदम यो लेन्समा एकदम एक्सपेरिमेन्टल लेन्स छ, यत्रो सानो प्यानकेक लेन्स, अनि त्यसबाट खिचिरहेको त्यही भएर अलिकति फोकस पनि नहुनसक्छ। त्यसमा निरज दाइको केही गल्ती होइन है। अनि हाम्रो दाइ चाहिँ प्रोजेक्ट म्यानेजर हो। म भनौँ लेन्सको बारेमा। यो लेन्स चाहिँ त्यो डिस्पोजल क्यामेराकोबाट बनाएको हो। त्यो पहिला हुन्छ नि डिस्पोजल क्यामेराबाट खिच्ने अनि फ्यान्ने। सो त्यसको लेन्स चाहिँ निकालेर 3D मोडल बनाएर अनि त्यसमा क्ल्याप हालेको छ क्या। हामी मान्छेलाई चाहिँ लाइक पर्फेक्ट कुरा चित्त बुझ्दैन क्या। लाइक जे कुरा पनि पर्फेक्ट भयो भने हामी चित्त बुझ्दैन। हामीलाई त्यो अलिकति ग्रेन भयो भने अलिकति फिल्ममा होइन, मान्छेले यस्तो क्लियर खिचिरहेको छ तर पछि पोस्टमा ग्रिन एड गरेछ, ब्लुम एड गरेछ होइन। सो यो लेन्सले त्यही नै गर्छ भनौँ न एक हिसाबले। त्यही $48। मलाई चाहिँ यो लेन्सबाट भ्लगिङ गर्न चाहिँ कस्तो हुँदो रहेछ भनेर ट्राई गर्न मन थियो। यही अब आजै होला फर्स्ट यो टेस्ट गरेको है, ट्राई नै गरेको छ। सो तपाईँहरू नै भन्नु कस्तो छ। भ्युज आउने होइन, 300 भ्युज आउँछ यार। ठिक छ, 300 भने आयो नि त आउनु होइन। तर एक हिसाबले यो रुममा होइन 300जना मान्छे आयो भने द्याट्स लट अफ पिपल राइट होइन। सो इच एन्ड एभ्री वान अफ यु, थ्याङ्क यू। किप ग्राइन्डिङ। अनि यहाँ पछाडि मोमोलिसियस भन्ने ठाउँ छ, अनि त्यहाँ हामी मोमो खान आउँछौँ। ल यो ससेज चाहिँ म खान ट्राई गर्छु। स्वाद आइरहेछ, मिठो 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 मिठो। छिरेन ला। सो आज तिम्रो आज भन नि त, यहाँ आऊ न, यहाँ आऊ। बोरिङ। सो यो रिबोक चाहिँ मैले कोल्सबाट किने हो। सो यो चाहिँ बाई 1 गेट 1 फ्रीमा थियो, $40 होला होइन। यो प्यान्ट चाहिँ लिभाइजबाट किने हो, त्यस्तै 60-70 मेबी, आई डोन्ट नो। बेड त ड्याडीको पुरानो बेड लाएर आएको। मैं ढूंढने को जमाने में जब वफा निकला। मलाई सोधिरहन्छ जुत्ता बारे चाहिँ अरू मान्छेहरूले नि। कति पऱ्यो? त्यो 150 त। सो टोटल कति हो? अब पछि क्यालकुलेट गर्छु भाइ पोस्टमा। 230। मलाई तपाईँले के लाउनु भएको छ मलाई एकचोटि भनिदिनु, अनि तपाईँको प्राइस पनि भनिदिनु त कति लाउनु। यो ज्याकेट त मैले कोलम्बियाबाट लिएको, त्यस्तै अलमोस्ट $45-50 पऱ्यो। अब यो प्यान्ट चाहिँ कसको हाटबाट लिएको हजुर बाबु। अनि त्यसपछि यो त लेभाइसको सुज त होइन, त्यस्तै $70-75। टोटल अब कहाँ यो अब यसको प्राइस त अलमोस्ट त्यही $790।
सुरु गर्नु क्याम्पबाट एन्ड मेरो ह्याट चाहिँ भ्यान्सको यो चाहिँ सेलमा $9 यो ज्याकेट नेपालबाट किनेको काठमाडौँ भनेर ल्याएको थिएँ यहाँनिर त्यो उडिरहेको साइने त्यो नेपालको धुलो फ्याल्दा प्यान्ट चाहिँ तार्केटबाट लिएको एन्ड भ्यान्स बोल्नु न 40 minutes बल्ल भयो ल गुड बाई बाई ओके ल सो हाम्रो चाहिँ अब बिदाई भएछ अलिअलि प्लानिङहरू गऱ्यौँ अलिअलि के गर्ने भनेर गरेका छौँ प्लान गरेका छौँ सो अब यो नयाँ प्रोजेक्ट पनि आउँछ अनि त्यसपछि चाहिँ नेक्स्ट प्रोजेक्टहरू नेक्स्ट कुराहरूमा हामी जान्छौँ यतिसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई